Good morning everyone, welcome to my vlog once again. आज फेरि पनि हामी आइसकेका छौँ नयाँ भ्लगका साथ। आज यस्तो जाडो यहाँ धनगढीमा हेर्न सक्नुहुन्छ हजुरहरू पनि। आज लास्ट चिसो छ दादा, वाइल्ड चिसो छ आज सकेसम्म हुस्सु लाग्दो रहेछ है। त्यो कस्तो हुस्सु आएको भाइ यार, यस्तो गाह्रो भइरहेछ है। सर्दी लागिसक्यो हेर्न मान्छेहरूलाई यस्तरी भइरहेछन्। आज केही नभए पनि दादा कति डिग्री होला? 13सम्म होला। -13 सम्म होला। माइनस दादा हिउँ पर्नुपर्ने होला। -13 त होइन होला नि त, माइनस भयो भने कहाँ परिहाल्छ नि माइनस आएपछि त। आज त फिक्स माइनसमा गएको छ। किन माइनस त छैन होला, 13सम्म होला, 13-12। पिकनिक त खतरा थियो त त्यहाँ। ए हिजो भ्यालेन्टाइन डे भएर आज यस्तो भयो क्या हो, सबले सब दुख्थ्यो रे भाइ। हिजो रुम सब बुक थियो। यस्तो चिसो छ हेर्न सक्नुहुन्छ। शीत हिजो होइन, हिजो हामीले हुक्का पनि तानेनौँ। आज यो कसरी हो हेर्नु र, अस्ति खाएको थियो बरु, हिजो हामीले हुक्का पनि खाएको थिएनौँ। हेर्नु आज शिवरात्रि भएर, आज त शिवरात्रि भएर आन्टीहरू राम्रो भएर जाँदा ह्याप्पी शिवरात्रि। शिवरात्रि टु अल। हाम्रो सम्पूर्ण हामीभन्दा टाढा भएको फ्यामिली, दिजु भाउजू अनि को छन् सबैले ह्याप्पी शिवरात्रि। मन्दिरको दर्शन गरेर हाम्रो राम जाने के ल। जय भोलेनाथ। यस्तै छ यहाँ डेली डे टु डे लाइफ यस्तै चलिरहेको छ हाम्रो। अब हामी बेगको घर जाँदैछौँ यहाँबाट रट्ट सिधा अगाडि। ऊ त्यहाँनिर हो, यो मेरो एक्स होस्टेल हो, स्टेपिङ स्टोन इङ्ग्लिस स्कुल। मेरो फर्स्ट स्कुल त होइन र, 0.6। सरी क्यामेरा एङ्गल भर्खर मिले छे। कस्तो भ्लगर होला यार गाइज यार, क्यामेरा एङ्गल मिलाउन न भ्लग गरिदिनु आएको छ यार। तर मान्छे त म खत्रै हो यार। होइन गर्लफ्रेन्ड होइन हौ, गर्लफ्रेन्ड होइन हौ, म सिङ्गल हो। सिङ्गल छु हौ, म सिङ्गल छु। किन त हाम्रो आन्टीको पसल ऊ आन्टी उठाइदियो। अब हेर्नु गाइस, म त्यहाँ मान्छेहरू अल्छी मान्छेहरूले उठाउँछ। यस्तो चिसो दिनमा मान्छेहरू सब सुत्या हुन्छन् भन्ने थाहा छ हामीलाई। अन्त हामी काम गर्नलाई बिहानको 6 बजिरहेको छु यहाँ। ट्याक्सहरू हिँडेर लगेर अहिले सुतेर होला। मैले एकैछिन उठाउँछु, पद गर्ने कसरी हो उठाउँछु भने उठिसकेको रहेछन् यार, मान्छेहरू सब उठिसकेको रहेछन्। हामी नै अल्छी रहेछ, हामी नै पछि बढेको रहेछन् यार। सब उठिसकेको रहेछन् यार यहाँ होला नि त। बेहुलाको मोमो कहाँबाट आउने यहाँ, बेहुलीको मोमो ओहो कोही छैन त यार। तेरे नैना ओहो कहाँ हो सिस, कहाँ हो? रामरिवर कहाँ छन् अरू नानु? हाम्रो रिसौदा अनि धनगढीमा वेलकम छ है त। हिजो भर्खर आइसक्यो, मैले लिएँ। अनि यस्तै छ, साउथ अफ्रिकाबाट आएको त यही हो। हेर्नु त यो ताल हेर्नु। अनि के छ दा, कस्तो लाग्यो धनगढी? यस्तो मान्छेहरूलाई चेन्ज भइराख्नुपर्छ, धनगढी पनि चेन्ज भइरहेको छ। अनि फेरि भविष्यको म खत्रै भ्लगर नि त, हो कि नै? खाजा खाइसक्यो कि नै? यस्तो अल्छी मान्छे हामी कति 6 बजी उठायो त। यस्तो झासाहरू फेरि भइरहेको थियो नि बेला बेलामा। पाइलट हो नि। म साउथ अफ्रिकामा यही पढ्न गइसकेँ। यही प्लेन चलेर आफ्नै प्लेन भन्दा नि हुन्छ दादाको।
त्यति खर्च भइसक्यो त्यति गर्छ हाम्रो छोटे के छ हौ गुड मर्निङ ओहो कसले उठाइजानु तँलाई उठ 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 म चाहिँ आउने बित्तिकै काममा लागिहालेँ गाइस कागती लिन गइरहेको छु 100 रुपियाँको कागती